हेलो सबैजनालाई आज चाहिँ हामी कोदोको पिठोको केही डिस बनाऊँ है त। यो चाहिँ सुदूरपश्चिमतिर एकदमै धेरै प्रख्यात छ। यसलाई चाहिँ पिठो भुटेको गेउजिया अनि त्यसपछि माड्या पनि भन्छन्। मेरो घरतिर चाहिँ माड्या भन्छन् है त। यसलाई मजाले कोदोको पिठोलाई मजाले घोल्ने अनि धेरै घिउमा मजाले भुट्ने अनि चलाउँदै चलाउँदै यस्तो हुन्छ हेर्नुहोस् त। मैले धेरै चलाएर यस्तो भएको हो। यसलाई मजाले चलाउनुपर्छ, नभए चाहिँ बिग्रिन्छ, पाक्दैन। चलाउँदा चलाउँदा चाहिँ यस्तो हुन्छ हेर्नुहोस् त। त्यति धेरै थोरै पिठोको धेरै हुन्छ, मजाले चलाउनुपर्छ यसलाई चाहिँ, नभए काँचो भयो भने चाहिँ त्यति राम्रो मानिँदैन। अब कसैको ठाउँतिर चाहिँ अरू नाम पनि भन्छ होला, मलाई चाहिँ ठ्याक्क थाहा भएन। मलाई थाहा भएको नाम चाहिँ यही तिनवटा हो, माडे, गेउजा र पिठो भुटेको भन्छन्। अनि एकदमै धेरै मिठो हुन्छ। यो चाहिँ इनर्जी पनि दिन्छ, पौष्टिक तत्त्व हो नि त कोदोको पिठोको। त्यसैले तपाईँहरू पनि एकचोटि ट्राई गर्नुहोला। मजाले घिउ चाहिँ अलिक बढी लाग्छ है यसमा चाहिँ, घिउ नै हाल्नुपर्छ, मिठो हुन्छ। अनि मजाले चलाउनुपर्छ। मैले कति चलाएको, कम्तीमा नि 10-15 मिनट जति लाग्छ होला। त्यसपछि चाहिँ प्लेटिङ गर्ने। मैले चाहिँ थोरै पिठो बनाएको, त्यसको पनि कति धेरै हुन्छ हेर्नु त। अहिले पनि मलाई यस्तो मिठो लागिरहेको छ बनाइसकेपछि हेर्दा पनि। एकदमै मिठो हुन्छ। हजुरहरू पनि ट्राई गर्नु होला है त। थ्याङ्क यू।